सम्पूर्ण एससी दिइरहनु हुने भाइ बहिनीहरू, यदि तपाईँहरू आउँदै गरेको एससी एक्जाममा आफ्नो गणित विषयलाई लिएर चिन्तित हुनुहुन्छ भने यो भिडियो भाइ बहिनीहरूका लागि। यहाँनिर हामी गणित विषयका एससीका मोडल क्वेसनहरूलाई बुझ्दै तिनीहरूलाई सल्भ गर्ने कोसिस गर्नेछौँ। सो भाइ बहिनीहरू, आजको क्लासमा हामी एससीको क्वेसन नम्बर 3 मा सोधिने क्वेसनको बारेमा बुझ्दा त्यसलाई सल्भ पनि गर्न गइरहेको छु। यो मोडल क्वेसन रहेको छ मेरो हातमा, जसमा छ एउटा मिनी बस रु 40 लाखमा खरिद गरियो। 3 वर्षसम्म प्रयोग गर्दा रु 15 लाख आम्दानी भयो। बसको मूल्यमा प्रति वर्ष 15% को दरले ह्रास आउँछ र 3 वर्षपछि सो मिनी बस बिक्री गरियो। A mini bus is purchased for 40 lakh. After using bus for 3 years, rupees 15 lakh is earned. The value of bus depreciates by the rate of 15% per annum and the mini bus is sold after 3 years. यहाँ 3 वर्ष पछाडि चाहिँ उक्त मिनी बसलाई बेचिएको छ। अब यहाँ के हुन्छ भने भाइ बहिनीहरू, कस्ट प्राइस किनेको दाम भइहाल्यो, सेलिङ प्राइस घटेपछि बेचिने दाम। अब यो दुईवटाको तुलना गर्न हामीले उक्त व्यक्तिलाई चाहिँ यो ट्रान्जेक्सनमा नाफा हुन्छ कि घाटा हुन्छ भन्ने कुरा क्याल्कुलेट गर्ने गर्दछौँ। भने सो पिरियडमा जति वर्ष उसले त्यो गाडी या कुनै पनि सामान किनिएको थियो त्यसलाई चलाएर पैसा कमायो, त्यो कमाएको पैसा पनि उसको आम्दानीमा जोडिनेछ है। अब कतिमा बेच्यो र कति कमायो, दुईटाको समबाट चाहिँ हामीले उसलाई घाटा हुन्छ कि नाफा हुन्छ निकाल्नेछौँ यहाँनिर। सो फर्स्ट क्वेसन यहाँनिर रहेको छ, यदि बसको खरिद मूल्य रु V0 या V0 पनि भन्छौँ हामी, वार्षिक मिश्र ह्रास दर R% र बसको T वर्षपछिको मूल्य VT भए VT लाई V0 R% र T को रूपमा व्यक्त गर्नुहोस्। If the purchasing price of the bus is rupees V0, the annual rate of compound depreciation is R% and the price of the bus after T years is rupees VT, then express VT in terms of V0 R% and T भनेर पहिलो क्वेसन छ भाइ बहिनीहरू है। सो यो क्वेसनमा जहिले पनि केही समय चलाएपछिको दामलाई चाहिँ हामी VT भन्ने गर्छौँ। यहाँ त क्वेसनले नै हामीलाई दिएको छ, यदि दिएको छैन भने पनि सुरुमा किन्दाको दामलाई V0 भने केही वर्ष चलाएर उसले बेच्ने दामलाई चाहिँ VT भनेर भन्ने गर्छौँ हामीले। सो तिनीहरूको रिलेसन के हुन्छ भनेर सोधिएको छ भाइ बहिनीहरू। यहाँनिर चाहिँ हामीलाई यो विशेष फर्मुला सोधिएको ए नम्बरमा चाहिँ यी दिएका सिम्बलहरूको रिलेसन के छ त्यो भनेर सोधिएको छ। त्यो रिलेसन भनेको चाहिँ हाम्रो यो प्रब्लम सल्भ गर्ने फर्मुला हो है। सो ए नम्बरमा क्वेसनको एन्सरको लागि त्यहाँ भनेको छ खरिद मूल्य भनिएको छ। सो खरिद मूल्य यानी कि पर्चेजिङ प्राइस हियर भनेर पर्चेजिङ प्राइस V0 इक्वल्स टु V0 पनि भन्न सक्छौँ हामीले। त्यस पछाडि अर्को छ वार्षिक मिश्र ह्रास दर रेट अफ डिप्रिसिएसन, त्यो छ R%। त्यस पछाडि अर्को छ टाइम इक्वल्स टु T इयर्स। अर्को रहेको छ T वर्षपछिको मूल्य यानी कि प्राइस आफ्टर T इयर्स, प्राइस आफ्टर T इयर्स भनेको चाहिँ VT रहेको छ भने भाइ बहिनीहरूलाई थाहै छ होला यिनीहरू बीचको रिलेसन भनेको देन फर्मुला लेखिदिनु पर्यो हामीले। यहाँ VT भनेको केही वर्ष पछाडिको दाम इज इक्वल्स टु V0 ब्राकेट 1 प्लस R बाई, यहाँ कहिलेकाहीँ यो डिप्रिसिएसनलाई D पनि दिन्छ है भाइ बहिनीहरू। यदि D दिएको छ भने D/100 हुन्छ यहाँनिर यो सिम्बोल अनुसार। यो अगाडि भन्नाले VT भनेको केही समय पछाडिको दाम, V0 भनेको किनेको दाम, अनि यो R का ठाउँमा D पनि हुन सक्छ, G पनि हुन सक्छ या यक्स पनि हुन सक्छ है। त्यो रेट अफ डिप्रिसिएसनमा र यक्स दियो भने हामीले यहाँ यक्स नै राख्नुपर्ने हुन्छ। सो R/100 टु द पावर T। सरी डिप्रिसिएसन हो, डिप्रिसिएसनमा दाम गर्छ। सो यहाँनिर हामीले माइनस राख्छौँ है भाइ बहिनीहरू। भने यदि पपुलेसन ग्रोथ र कम्पाउन्ड इन्ट्रेस्ट यी तीन चिजहरू मध्ये एक सोध्छ प्राय भाइ बहिनीहरूलाई, पपुलेसन ग्रोथ, कम्पाउन्ड इन्ट्रेस्ट र डिप्रिसिएसन, जसमा पपुलेसन ग्रोथ र कम्पाउन्ड इन्ट्रेस्टमा चाहिँ केही समय पछाडि दाम बढ्ने भएको हुनाले प्लस हुन्छ भने यसमा चाहिँ दाम घट्ने भएको हुनाले माइनस हुन्छ। सो यो भयो फर्स्ट क्वेसनको एन्सर। अब बी नम्बरमा अर्को क्वेसन छ भाइ बहिनीहरू, 3 वर्षपछि सो बसको बिक्री मूल्य पत्ता लगाउनुहोस् र फाइन्ड द प्राइस अफ द बस आफ्टर 3 इयर्स भनेर, और फाइन्ड द सेलिङ प्राइस अफ द बस आफ्टर 3 इयर्स भनेर भनिएको छ। सो बी नम्बरलाई अब सल्भ गर्नका लागि चाहिँ हामीले हामीलाई दिएको के दिएको छ त्यो लेख्ने। दिएको छ 40 लाखमा किनिएको थियो
सो खरिद मूल्य या डाइरेक्ट हामीले भी नट पर्चेजिङ प्राइस इज इक्वल्स टु ₹40 लाख। त्यस्तै गरेर टाइम युज गरेर उसले टाइम नलेखिकन डाइरेक्ट टी मात्रै लेख्दा पनि हुन्छ। टी इज इक्वल्स टु 3 इयर्स युज गर्यो उसले। त्यस पछाडि रेट अफ डिप्रिसिएसन या मूल्य ह्रास दर आर इज इक्वल्स टु चाहिँ यहाँनिर हामीलाई दिएको छ 15% भनेर भने सोधिएको छ भिटी। सो भिटी इज इक्वल्स टु वाट 3 वर्षपछिको बिक्री मूल्य भिटी है। अब वी नो भनेर फर्मुला लेख्ने हामीलाई थाहा छ भिटी भनेको के थियो भी नट ब्राकेट 1 माइनस आर बाई 100 टु दी पावर टी। अर्को स्टेपमा भिटी हामीलाई दिएको छैन सो यो लेफ्ट साइड हामीले खाली छोड्यौँ राइट साइडमा भ्यालुहरू राख्दै जाउँ। भी नटका ठाउँमा आयो 40 लाख ब्राकेट 1 माइनस आर को भ्यालु रहेको छ 15 डिभाइड बाई 100 को पावर 3 रह्यो यो है। त्यसपछि भाइ बहिनीहरू त्यो 40 लाख एज इट इज छ है। ब्राकेट यो हामीले डाइरेक्ट गर्न पनि सक्छौँ 85 हुन्छ है। होइन भने भाइ बहिनीहरू डाइरेक्ट के सम्झिनुहोस् 100 ले 1 लाई मल्टिप्लाई गर्ने 100 1 जा 100 माइनस 15 डिभाइड बाई तल अनि होल डिभाइडमा त्यो 100 रहन्छ टु दी पावर 3 भयो है। यो भयो 40 लाख रुपिजहरू हामीले लेखेको छैन लास्टमा लेख्दा पनि हुन्छ बेस्ट लेख्दा राम्रो है। आरएस 40 लाख यो भयो माथि 85 तल 100 सो 85 बाई 100 को पावर 3 भयो यो है। अब क्याल्कुलेटरमा 85 बाई 100 को पावर 3 थिच्नु हुँदा पनि हुन्छ भाइ बहिनीहरूले। और यो भनेको ₹40 लाख ब्राकेट 85 लाई 100 ले डिभाइड गर्नुस् क्याल्कुलेटर युज गरेर 0.85 आउँछ यसको पावर 3 भयो है। यस पछाडि अब यसपछि डाइरेक्ट एन्सर लेख्नु भए पनि हुन्छ तपाईहरुले क्याल्कुलेटर युज गरेर 85 को पावर 3 इन्टु 40 लाख। सो अब कति भाइ बहिनीहरुलाई यो पावर थिच्दा पनि कन्फ्युजन हुन सक्छ। सो 0.85 टाइप गर्नुस् 0.85। अब टु दी पावर का लागि त्यहाँ क्याल्कुलेटरमा x पावर y लेखिएको बटम हुन्छ। सो टु दी पावर भाइ बहिनीहरुलाई थाहै होला यो सबै भाइ बहिनीहरुले युज गर्नुभएकै चीज हो। सो टु दी पावर 3 इक्वल्स टु यो भयो 0.614125। अब यसलाई लेखिरहनु भन्दा पनि त्योसँग डाइरेक्ट अब यसलाई मल्टिप्लाई गर्दियौ इन्टु 40 लाख है। गर्दा फेरि यो भयो ₹24,56,500। यतिमा चाहिँ उसले त्यो गाडीलाई बेच्यो है। अब हामीले यहाँ लास्टमा कन्क्लुड गर्न सक्छौं क्वेशन अनुसार। क्वेशनले भनेको छ 3 वर्ष पछाडि त्यो बसको बिक्री मूल्य पत्ता लगाउनुहोस् अथवा 3 वर्ष पछाडि सो बसको बिक्री मूल्य यति रहेछ अथवा हेन्स द सेलिङ प्राइस अफ द बस आफ्टर 3 years is equals to ₹24,56,500 भयो। यो चाहिँ हाम्रो सेकेन्ड क्वेशनको एन्सर भयो भाइ बहिनीहरु है त। अब पालो रहेको छ क्वेशन नम्बर सी ग नम्बर क्वेशनको। त्यो भन्दा अगाडि भाइ बहिनीहरुलाई मेरो भिडियो कस्तो लाग्दैछ सुझाव सल्लाह प्रतिक्रियाहरु दिन नभुल्नु होला। यदि राम्रो लाग्यो भने लाइक कमेन्ट या शेयर गर्न पनि नभुल्नु होला भन्दै म सी नम्बरतिर लागे भाइ बहिनीहरु। सी नम्बर क्वेशन रहेको छ उक्त मिनी बसको कुल कारोबारबाट भएको कुल नाफा वा नोक्सान प्रतिशतमा पत्ता लगाउनुहोस्। टोटल ट्रान्ज्याक्सनबाट भएको प्रॉफिट या लस पर्सेन्टेजमा। फाइन्ड द टोटल प्रॉफिट or loss in percent through the total transaction of that mini bus। सो टोटल ट्रान्ज्याक्सन भन्नाले भाइ बहिनीहरु उसले बसलाई यतिमा बेच्यो 24,56,500 रुपैयाँमा उसले बसलाई बेच्यो भने बस चलाएर उसले 15 लाख रुपैयाँ कमाएको थियो है। सो उसले जम्मा कमाएको पैसा कति भयो त त्यसो भए सी नम्बर सल्भ गर्नका लागि माथि हामीलाई दिएको छ 15 लाख अर्न र 3 वर्षको जम्मा आम्दानी। त यसका लागि भाइ बहिनीहरु बसले 3 वर्षमा कमाएको रकम मनी अर्न बाइ बस इन 3 years इक्वल्स टु यो रहेको छ 15 लाख। यो अघिको एन्सर हो भाइ बहिनीहरु। त्यसो भए बसले कमाएको जम्मा रकम टोटल मनी अर्न बाइ द बस
total money earned by the boss equals to यो रहेको छ रुपीज 15 लाख, यो उसले चल्दा फेरि कमाएको पैसा प्लस रुपीज 24 लाख बेच्दा फेरि आएको पैसा 24,56,500 24,56,500 यो चाहिँ उसले बेच्दा फेरि पाएको पैसा। त अब यो दुईवटाको सम भयो कति 24 15 39, सो रुपीज 39,56,500 रुपीज चाहिँ उसले जम्मा त्यो बसबाट प्राप्त गर्यो। अनि यसमा लगानी उसको कति थियो भाइ बहिनीहरू 40 लाख है, भनेपछि त उसलाई त घाटा भयो यहाँ है। त्यसो भए कस्ट प्राइस अफ बस इक्वल्स टु चाहिँ थियो 40 लाख भने देन उसलाई त घाटा भयो, सो लस इक्वल्स टु रुपीज 40 लाख कति लस भयो उसलाई माइनस रुपीज 39,56,500। यो गर्दा उसलाई कति लस भयो 1,56,000 भनेपछि 43,500 43,500 चाहिँ उसलाई लस भयो यो टोटल कारोबारमा। अब हामीलाई चाहिँ क्वेशनले के सोधेको छ भने उक्त प्रॉफिट या लस के भयो, लस भयो हामीले थाहा पायौं, त्यो लसलाई चाहिँ पर्सेन्टेजमा पत्ता लगाउनुहोस्, प्रतिशतमा पत्ता लगाउनुहोस् भनेको छ है। सो नाउ पर्सेन्टेज लस इज इक्वल्स टु, त भाइ बहिनीहरू पर्सेन्टेज निकाल्दा जहिले पनि जे को पर्सेन्टेज निकाल्दैछु त्यो माथि रहन्छ, सो लस माथि कस्ट प्राइस तल रहन्छ, जहिले पनि प्रॉफिट भए पनि तल कस्ट प्राइस नै रहन्छ। सो कस्ट प्राइस यानी कि टोटल कस्ट अफ द बस रहेको छ रुपीज 40 लाख। यहाँ हामीले फर्मुला भनेर नलेखे पनि हुन्छ, फर्मुलाको ठाउँमा भ्यालु राख्दा पनि हुन्छ है भाइ बहिनीहरू। सो पर्सेन्टेज लस इज इक्वल्स टु रुपीज 43,500 डिभाइड बाई उसको जम्मा कस्ट प्राइस रहेको छ रुपीज 40 लाख इन्टु 100% गर्छौँ जहिले पनि पर्सेन्टेज निकाल्दा। सो यो गर्दा फेरि भयो हाम्रो 0000 क्यान्सल आउट, क्याल्कुलेटर युज गर्न सक्नुहुन्छ भाइ बहिनीहरू। यहाँ यो भयो हाम्रो 1.0875% आएको छ। सो हामीले यसलाई भाइ बहिनीहरू लेख्दा फेरि चाहिँ 2 स्टेपसम्म मात्रै लेख्न सक्छौँ, 2 स्टेपसम्म लेख्दा त्यहाँभन्दा पछाडिको नम्बर यो चाहिँ 5 या ठुलो छ भने अगाडिको 1 बढ्छ, त्योभन्दा सानो छ भने अगाडिको सम्म मात्रै हामीले लेख्ने गर्छौँ। सो यहाँ 7 छ, यताको नलेख्दा यो 8 चाहिँ बढेर अब 9 भयो, सो 1.09% चाहिँ उसलाई लस भएछ टोटल ट्रान्जेक्सनमा। सो लास्टमा कन्क्लुड गरौँ हामीले, हेन्स द पर्सेन्टेज लस इन टोटल ट्रान्जेक्सन इज 1.09% भनेर चाहिँ हामी एन्सर कन्क्लुड गर्छौँ भाइ बहिनीहरू।